नमस्कार, मसला न्युज टिभीमा तपाईहरुलाई स्वागत छ। आज माघ 23 गते शुक्रबारको राशिफल लिएर उपस्थिति भइसकेको छौं। ढिला नगरी राशिफलतर्फ लगौं। पहिलो राशि रहेको छ मेष राशि। परिस्थितिको चक्रमा अल्मलिनु पर्दा काम बन्न समय लाग्नेछ। केही चुनौती अँगाल्दै अघि बढ्नु पर्ला। श्रम गरे पनि कार्ययोगले भविष्यको बाटो समाउनेछ। गोपनीयता बाहिरिनाले केही समस्यामा भने परिएला। फजुल खर्च बढ्ने, लेनदेनमा नोक्सान पुग्ने देखिन्छ। पछिको लागि नयाँ काममा जग बसाउने मौका छ। दोस्रो राशि वृष राशि। धेरै परिश्रम गर्नु परे पनि फाइदाको स्रोत पहिचान गर्न सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ। ढिलै भए पनि चिताएका काम सम्पादन हुनेछन्। शुभचिन्तकहरू जुट्नाले पहिलेका कमजोरी सच्याउन सकिनेछ। गुरुजनको सहयोग र सद्भाव प्राप्त हुनेछ। बुद्धिको प्रयोगले काम बनाउन सकिनेछ। तेस्रो राशि मिथुन राशि। छातीको समस्याले स्वास्थ्य कमजोर रहन सक्छ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्शाएर सहयोगीहरू फेला पार्न सकिनेछ। अरूका काममा जुट्नु परे पनि अन्ततः आफैलाई फाइदा हुनेछ। चौथो राशि कर्कट राशि। निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थिति अनुसार चल्न नसक्दा दुःख पाइनेछ। सानातिना काममा अल्मलिनाले मुख्य काम रोकिनेछ। अरूको फाइदाका लागि उपयोग भइएला, तर आलस्य त्यागेर मेहनत गर्दा लाभ उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जनाउनेछ भने तर सहयोगीको भर पर्दा काम बिग्रन सक्छ। पाँचौं राशि सिंह राशि। आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। अस्वस्थताका बावजुद जिम्मेवारी थपिनेछ। अरूको काममा समय बित्न सक्छ। काम बिचैमा रोकिनाले दोहोर्याउनु पर्ने स्थिति आउला। आशा देखाउनेहरूले धोका दिनेछन् भने प्रयत्न गर्दा केही काम बन्नेछन्। अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ। छैटौं राशि कन्या राशि। अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अल्मलाउन सक्छ। सम्बन्ध सुमधुर बनाइराख्न व्यवहार सजग रहनु पर्ला। प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउला। शुभ चिन्तकहरूलाई साथमा लिएर काममा जुट्नु होला। पेसातर्फ महत्वाकांक्षी योजना थालनी हुने समय छ। सातौं राशि तुला राशि। समयमा होस नपुग्नाले आफ्ना बाटै टाढिनु पर्ने हुन सक्छ। अवसरका लागि केही दौडधुप गर्नु पर्ला। व्यवसायमा पनि लगानी बढाउनु पर्ला। आकस्मिक खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। फाइदा नगरी उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। आस मारेको कामले उत्साह जनाउनेछ। आठौं राशि वृश्चिक राशि। आम्दानी मनोज्ञ भए पनि आकस्मिक खर्च हुनेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बिताएको काममा अलि बढी बाधा हुन सक्छ। तापनि प्रयत्न गर्दा ऋण मोचन हुने समय छ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ। साझेदारीमा पनि फाइदै हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आर्थिक लेनदेनमा सजग रहनुहोला। नवौं राशि धनु राशि। अवसर आए पनि अलास्य गर्दा काम रोकिन सक्छ। विवादास्पद काममा जुट्नु पर्दा प्रतिफल प्राप्त नहुन सक्छ।
आश्वासन बाँड्नेहरूले झुक्याए पनि सहयोगीहरूले साथ दिनेछन्। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। दैनिकी अलि व्यस्त रहनेछ, तर प्रतीक्षित नतिजा उत्साहजनक नहुन सक्छ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। 10औं राशि मकर राशि। प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ, तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। धेरै समयहरूका लागि जुट्नु पर्नेछ। लक्ष्यमा ग्रुप निकै सङ्घर्ष गर्नुपर्ला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ। हिसाब किताबमा होसियार रहनुहोला। व्यावसायिक कामलाई निरन्तरता दिन सकिनेछ। 11औं राशि कुम्भ राशि। जिम्मेवारीले व्यस्त बनाउनेछ भने तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराश छाउनेछ। गोपनीयता बाहिरनाले पनि समस्या पार्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। काम दोहोऱ्याउनु पर्ला। अरूका लागि बुद्धि खर्चनु पर्नेछ। अन्तिम राशि मीन राशि। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ भने काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ। भाइहरूको राशिफलले जे जस्तो योग फल बताए पनि तपाईँहरूको दिनचर्या राम्रो रहोस्, शुभ रहोस् भन्दै तपाईँहरू आफ्नो कर्मलाई ख्यालमा राखेर आफ्नो कर्मलाई निरन्तरता गरेर अघि बढ्नुहोला भन्दै हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, सेयर एन्ड सब्सक्राइब गरेर साथ दिनुहोला भन्दै आजको दिनको राशिफल सँगसँगै बिदा हुन चाहन्छु। धन्यवाद।